चिठी। पूजनीय आमा बुवा दर्शन, यहाँ म सन्चै छु, त्यहाँ पनि तपाईँहरूलाई कुशल मङ्गल होला भन्ने आशा राखेको छु। आज म पत्र मार्फत केही कुरा लेख्दैछु, सबैलाई सुनाइदिनु है। खासै लेख्ने फुर्सद त थिएन, तर बेलचा चलाउँदै गर्दा खुट्टामा चोट लाग्यो र आज बिदा पाएँ। यही बिदा पाएको अवसरमा केही कुरा लेख्दैछु। मेरो पिर नगर्नु, म ठिकै छु, तर यो पत्र गाउँका साइलाबा कान्छाबा सबैलाई सुनाउनु है। मैले सामाजिक सञ्जालमा देखेको थिएँ, गाउँतिर चुनावी माहौल बढ्दैछ अरे। नेताहरू घर दैलो गर्दै हिँडिरहेका छन्। हाम्रो घरमा पनि पक्की आउँछन् होला नि आमा। हाम्रो घरमा आएको बेलामा उनीहरूसँग आँसु नदेखाउनु है। यो कुरा बालाई पनि भनिदिनु, आँसु नदेखाउनु आमा। केही नभन्नु, केही नबोल्नु, केही गुनासो नगर्नु। तपाईँले छोराको सम्झना भनेर राखेको भाइको त्यो सेतो जुत्ता एकचोटि उनीहरूलाई देखाउन आएको बेला, ब्याजमा ऋण काटेर फाटेको झोलाभिरी पुरानो जुत्ता लगाएर म अरब छिरे। रात दिन रगत पसिना बेचेर कमाएको तलबले मैले किनिदिएको जुत्तालाई जतन गरिराख्नु है आमा। भाइले स्कुल जाँदा चप्पल लागेको देखेर मैले किनिदिएको थिएँ जुत्ता। मलाई याद छ, 1750 रुपियाँमा सेतो कलरमा किनिदिएको थिएँ जुत्ता। अहिले त सेतो कलर रातो रङमा बदली भएछ। मलाई थाहा छ, भाद्र 23 र 24 गतिको आन्दोलन राम्रोसँग बुझेको छु। दाइ, म आन्दोलनमा जाँदैछु है भन्दै थियो आन्दोलन जानु अगाडि फोन गरेर। के गर्नु सोच्दा झन् रगत उम्लन्छ। हामी भोइ मान्छेको आवाज कसले सुन्दैन आमा। कसैसँग गुनासो नपोख्नु, केही नभन्नु है आमा। भाइको रगतमाथि होली खेल्ने नेताज्यूहरू यदि हाम्रो घरमा आउनु भएछ भने मेरो स्कुल गएको छोराको जुत्ता समेत रातो हुने गरी गोली हान्नु भएछ। हजुरलाई धेरै धेरै बधाई भनेर उहाँलाई त्यही रातो जुत्ताको माला लगाइदिनु। केही नभन्नु, केही नबोल्नु, केही गुनासो नगर्नु। बस तपाईँले यति भन्नु, मैले बिहान 10 बजे स्कुल पठाएको छोरा कति बेला साँझ घर आउँछ भनेर पर्खेको थिएँ, तर खुट्टाको सेतो जुत्ता रातो हुने गरी गोली चलाउनु भएकोमा हजुरहरूलाई धेरै धेरै बधाई भनेर त्यही रातो जुत्ताको माला लगाइदिनु। ल त आजलाई यही कलम बन्द गर्छु। फेरि केही लेख्नु परे लेखौँला। यो पत्र पाएपछि हजुरले पनि केही कुरा लेख्नुहुनेछ भन्ने आशाका साथ आजलाई यही कलम बन्द गर्छु। उही तपाईँको प्यारो छोरा बिरानो परदेशी।